हजुर नमस्ते अनि नमस्कार सम्पूर्ण साहित्यप्रेमी मनहरूलाई साथमा साहित्य अभिवादनसँगै कार्यक्रम तपाईँको सिर्जना मेरो आवाज लिएर म जीवन बिक फेरि पनि उपस्थित भइसकेको छु। साथी श्रोताहरू, तपाईँहरू पनि गजल अनि मुक्तकहरू लेख्नुहुन्छ र मेरो आवाज मार्फत प्रसारण गराउन चाहनुहुन्छ भने कार्यक्रम तपाईँको सिर्जना मेरो आवाजलाई फलो गरेर हामीसँग जोडिएर हाम्रो कार्यक्रमको इनबक्समा हामीलाई आफ्नो गजल अनि मुक्तकहरू लेखेर पठाउन सक्नुहुन्छ। यतिखेरको बसाइमा भने कार्यक्रम तपाईँको सिर्जना मेरो आवाज मार्फत आफ्ना मुक्तकहरू प्रसारण गराउनको लागि हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ। बैतडी डिलासैनी 5 बिना बस्ती घर भई हाल भने काठमाडौँबाट मुक्तकार महेश ढिकालजीले उहाँका मुक्तक यसरी सुरु हुन्छन्। तिमी आफै हाकिम आफै अध्यक्ष म के भनौँ। तिमी आफै हाकिम आफै अध्यक्ष म के भनौँ। बदल्छौ भने बदल जीवनको लक्ष्य म के भनौँ। तिमी आफै हाकिम आफै अध्यक्ष म के भनौँ। बदल्छौ भने बदल जीवनको लक्ष्य म के भनौँ। महेशलाई खुसी बनाउने यो यात्राको क्रममा महेशलाई खुसी बनाउने यो यात्राको क्रममा योभन्दा ठुलो सफलताको पक्ष म के भनौँ। तिमी आफै हाकिम आफै अध्यक्ष म के भनौँ। अर्को मुक्तक रहेको छ। जीवन सङ्घर्ष हो दुःख सुख पार गर्नुपर्छ। जीवन सङ्घर्ष हो दुःख सुख पार गर्नुपर्छ। 1-2 दिन होइन बरु लगातार गर्नुपर्छ। जीवन सङ्घर्ष हो दुःख सुख पार गर्नुपर्छ। 1-2 दिन होइन बरु लगातार गर्नुपर्छ। सरकारले सबै गरिदेला भनी ढुक्क नबस्नुहोला। सरकारले सबै गरिदेला भनी ढुक्क नबस्नुहोला। अब जनताले पनि आफै खबरदार गर्नुपर्छ। जीवन सङ्घर्ष हो दुःख सुख पार गर्नुपर्छ। एकदम जीवन सङ्घर्ष हो दुःख सुख पार गर्नुपर्छ भन्दै एकदम मार्मिक अनि मन छुने मुक्तकहरू लेखेर मेरो आवाज मार्फत प्रसारण गर्ने मौका दिनुभयो मुक्तकार महेश ढिकालजीलाई धेरै धेरै धन्यवाद छ। र अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सबैजनालाई पनि मनैदेखि धन्यवाद दिँदै यतिखेरको बसाइबाट भने म बिदा हुन्छु। नमस्ते, शुभ दिन।